बालनलाई यो घन्टीलाई हुरी बतास कहिले पनि लाग्दैन। अब के परिणाम आउँछ त्यसैको पर्खाइमा छु। के भन्न सक्नुहुन्छ? र क्षेत्र नम्बर 2 को अवस्था कस्तो छ? नगरपालिकामा छु र यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ कति भिड छ र सबैजना वेट गर्दैछ कि भोटिङ कहिलेदेखि काउन्टिङ स्टार्ट हुन्छ। ल सबभन्दा पहिला करण दाइ जुडिसक्नु भएको छ। के भन्न चाहनुहुन्न? कोही इन्ट्रेस्टेड हुनुहुन्छ? दाइ के परिवर्तनको नाममा के गर्नु भएको छ तपाई? भन्नु नि हो। आउनुस् के दुई शब्द केही भन्नुस् के आशा छ अब नयाँ सरकार बन्ने छ हाम्रो नेपालमा? धन्यवाद मेरो भतिजको मसँग क्वेसन गर्नको लागि। परिवर्तनको लागि यसपालि जुन छ नि हामी घन्टी बजाएको पूर्ण रूपले र यो जुन अहिले झापा 5 मा जुन भइरहेछ तपाईलाई के लाग्दैछ त्यहाँ को जित्ला भनेर? बालेन सर आइसक्यो त। बालेन हाम्रो र एउटा अझै कुरा 11,000 मतले अग्रता छ उहाँको। र एउटा अझै कुरा तपाईले टिकटक हेर्नुहुन्छ भने तपाईलाई थाहा होला कि केपी ओली सरले भन्नु भएको छ कि म जितेन भने यो इरान जस्तै यो नेपालमा पनि गर्नेछु भने। हावा हुरी हो मात्रै हो। हुरी बतास हो। यो बालेनलाई यो घन्टीलाई हुरी बतास कहिले पनि लाग्दैन। अब घन्टी भनेको हाम्रो भगवती मन्दिरको होइन माताको घन्टी हो। यसलाई कसैले पनि हलाउन सक्दैन न हुरी बतास लाग्न सक्छ। र क्षेत्र नम्बर 2 को अठोट हो। र क्षेत्र नम्बर 2 को अवस्था कस्तो छ? अवस्था एकदम राम्रो छ। के लाग्दैछ यहाँ कुन पार्टीले सबभन्दा राम्रो बहुमत ल्याउँछ त? अब यस्तो छ भन्न त खैर मिल्दैन तर जुन चाहिँ नि भित्रै हैन चुपचाप भनेको घन्टी छाप्दै हो कुरो। चुपचाप भनेर घन्टी छाप हो। अब अरु मान्छेहरुसँग पनि भेटघाट गरेर कुराकानी गरौँ। अंकल के छ तपाईको हाल खबर कस्तो छ पहिला? हाल खबर ठीक छ। र यहाँको अवस्था कस्तो लागिरहेछ तपाईलाई? अब हेरौ के परिणाम आउँछ त्यसैको पर्खाइमा छु। तर परिणामको वेटिङमा हुनुहुन्छ? ओहो परिणामको तपाई कसैको समर्थक या तपाईले कसलाई चाहनुहुन्छ अब? यसको के लाग्दैछ तपाई? लहर छ। तपाई पनि भोट हाल्नु भएको छ यो क्षेत्र नम्बर 2 बाट? 2 बाट हालेको छु। र यहाँ तपाईहरु सबैजना हेर्न सक्नुहुन्छ सब युवाहरु जेनजीहरु जुन छ सब के भन्छ एउटैको लहर भन्दैछ जुन अहिले ट्रेन्ड चलिरहेछ सबजना त्यही ट्रेन्डलाई फलो गर्दैछ। र अरु कुनै मान्छेसँग कुरा गर्नु भनेर तपाई पनि मतदाता हुनुहुन्छ? हजुर। कहाँ क्षेत्र नम्बर 2 को कि कहाँको? क्षेत्र नम्बर 2 को। भोट हाल्नु भएको छ? हजुर। के लाग्दैछ अब हाम्रो देशको अवस्था कस्तो हुन्छ भनेर? अहिले त केही भन्न सक्दिन। के भन्न सक्नुहुन्छ? के तपाई पनि नयाँ सरकार चाहनुहुन्छ कि के? चाहनुहुन्छ नि? चाहनुहुन्छ। हजुर। अरु के भन्न चाहनुहुन्छ? को जित्ला यहाँबाट? अहिले केही भन्न सक्दिन। अहिले के भन्न सक्नुहुन्छ? र यहाँ कसको बढी सम्भावना छ जित्ने भनेर? अब खोइ थाहा छैन। यो जेनजीको अवस्था अलिकति नाजुक छ र म अहिले ग्राउन्ड रिपोर्टिङ गरिरहेको छु वन डे रिपोर्टर भनेर। र तपाईहरु पनि यस्तै हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नु होला र फेरि भेट्दैछु अर्को भिडियोमा। धन्यवाद।